कृष्ण भाइ कतिखेर मैले पुरा फलो गरेर आएको रेकर्डहरु के भए पनि हुन्छ क्या माथि ताली बजाइदिनु अध्यक्षजीलाई मुखतिर हाल्नु लाग्यो त्यही भएर ताली छैन। आजको सभाध्यक्ष श्री कृष्ण थिङज्यूलाई वर्तमान कार्य समितिका महिला उपाध्यक्षज्यूद्वारा खदा समर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अध्यक्ष अब यस कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनको लागि आजको यस कार्यक्रमको अध्यक्षता गरिरहनुभएका अध्यक्ष श्री कृष्ण थिङज्यूसँग कार्यक्रमद्वय अनुरोध दिन चाहन्छु। उहाँको अनुमतिसँगै आजको हाम्रो यस कार्यक्रमको विशेष आकर्षक याउटिङ डिस्ट्रिक्टका डिस्ट्रिक्ट काउन्सिलर सदस्य श्री अरुणा गुरुङज्यूलाई हाम्रो कार्यक्रम उद्घाटन भइसकेको छ। अब यसै गरी आजको कार्यक्रमको अध्यक्ष प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथिज्यूहरूलाई यथास्थानमा गई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यसपछिको कार्यक्रम रहेको छ हाम्रो तामाङ जागरण गीत। यसपछि हामी तामाङ जागरण गीत एउटा दानवहरूको राष्ट्रिय गानको रूपमा बजाउनेछौँ। योभन्दा अगाडि हामी एकपटक फोटो सेसन गर्नेछौँ। यहाँहरू सबैजना स्टेजमा बसिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ र हाम्रा क्यामेराम्यान मिडियाकर्मीज्यूहरूलाई अगाडि आइदिई पत्रकारज्यूहरूलाई फोटो खिचिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो प्रमुख अतिथिज्यूहरू अगाडि बस्न सक्नुहुन्छ। हजुर आउनुहोस्। हाम्रो हुन्छ सबैजना मेरोमा हेर्नुहोस् है।
र अतिथिज्यूहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। र यसै गरी हाम्रो भोलिन्टियर साथीहरूलाई कुर्सी हटाइदिनु हुनको लागि पनि हामी अनुरोध गर्दछौँ। अरे तपाईँ पनि थियो त्यहाँ म त यादै गरेन नत्र पुरा यहीँ आउँछ नि तपाईँ त राष्ट्रिय गीतको कार्यक्रम पालो रहेको छ, त्यसैले कार्य समितिका साथीहरू सबैजना स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। म सल्लाहकारज्यूहरू, संरक्षकज्यूहरू र कार्य समितिका मित्रज्यूहरू यहाँहरू सबैजना स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। अनि तामाङ जागरण गीत पछाडि हाम्रो एउटा तामाङ अब चाहिँ हामी अघि हामीले आसन ग्रहणको क्रमलाई हामीले त्यो समय स्थगित गरेर त्यसलाई निरन्तरता दिन्छौँ भनेर हामी बसेको थियौँ र त्यही आसन ग्रहणलाई हामीले कन्टिन्यू
फाइनली लोसार प्रोग्राम सकिएर घरतिर लागेको अवस्था एकदम रमाइलो एकदमै इन्जोय भयो 2026 को लोसार एकदम धुमधामसँग यहाँ हङकङ तामाङ गेदुङले मनाएर सकिएर म चाहिँ अब घरतिर लागेको अवस्था अब फेरि अर्को साल पनि धुमधार तालले रमाइलो गर्नुपर्छ नेपालदेखि एकदम दामी दामी कलाकारहरू आउनुभएको रहेछ त्यस रमाइलो भयो अब सकियो लगभग रातिको 12 साढे 12 1 बज्न लागिसकेको छ म घरतिर हिँडेको अवस्था एकदमै इन्जोय भयो रमाइलो भयो जस धेरै धेरै रमाइलो लाग्यो धन्यवाद हङकङ तामाङ गेदुङ बाई बाई